हेलो नमस्ते हामी चाहिँ चम्पादेवी जस्ट नेचरलाई एक्सप्लोर गर्न जाँदैछौँ अनि के छ कस्तो छ अवस्था त्यतिकै कति बस्नु भनेर अनि साथीभाइहरू सबैजना भेटघाट पनि अनि आज छुट्टी पनि सबैको सो आज त्यो अकेजनलाई पारेर आज हामी चाहिँ माथि घुम्न जाँदैछौँ जाँदा पनि हामी हिँडेर होइन बाइकमा है कतिको रमाइलो लागिरहेछ तपाईँहरूलाई आज एकदम रमाइलो भइरहेछ माथि चम्पादेवी मन्दिरसम्म घुम्न जाउँ कि भनेर प्लान गरेर यो बाघ बोकेर चम्पादेवी हो नि त फर्स्ट टाइम हो रमाइलो हुन्छ होला हेर्दै जाउँ कतिको के हुन्छ सम्म पनि गरौँ नेचरको एक्सप्लोर पनि गरौँ अब हेरौँ के हुन्छ तपाईँहरूले देखाइहाल्छ मिलन भान्जाको भ्लगबाट है त ल आज हामी चाहिँ यता चम्पादेवी जाँदैछौँ हामी चाहिँ जाँदैछौँ अब सबैको बाइक छ होइन अलिकति उकालो पनि छ सो त्यही भएर अलिकति हामी कसियस पनि हुनुपर्छ किनकि कुन बेला कहाँ जान्छ कहाँ झाङमा फाट्छ थाहा हुँदैन चम्पादेवी माइकी अब हामी जङ्गलको बाटो अब तय हुँदै जानुपर्ने हुन्छ अब जङ्गलको बाटो सुरु हुन्छ बाटो यस्तो छ हेर्नुहोस् अब हामी एकदमै खतरा ठाउँमा आउँदैछौँ है साथीहरू पख 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 मेरो भाइ के लगिसक्यो बाइक ओ माय गॉड हाउ कम नहीं बराबर बाटो चाहिँ यस्तो छ हेर्नुहोस् जङ्गलको बिचमा कस्तो फिल भइरहेछ एकदम एडभेन्चर फिल भइरहेछ यहाँबाट खस्यो अरे झिन्जिप्लार भयो भन्दा कस्तो फिल भइरहेछ हजुरलाई यस्तो बाटो आउनु भएर त्यो फर्स्ट टाइम पनि हो कि मैलेसम्म यसरी आएको पनि थिएन एकदमै रमाइलो पनि भइरहेछ अलिकति एडभेन्चर फिल है यस्तो बाटो चाहिँ नि आमा एक्साइटेड हाम्रो राइडर सम्झे एकदम रमाइलो जस्तो पनि हजुर आज बाइक चलाएको महसुस पनि छुट्टै भइरहेछ आज अब बाइक चाहिँ यताउता है कहिले स्प्रिङ खस्ने कहिले के हुने भइरहेछ हाम्रो साथीको चाहिँ यो के भन्छ यो साइलेन्सर पाइप नै के साइलेन्सर के हो साइलेन्सर नै झर्लाइसक्यो नट लुज भएछ अनि त्यही कसपास गर्दैछु त्यही हामीले टुल बक्स रहेछ हामीसँग प्रशस्तै हाम्रो साथीको चाहिँ नमस्ते गर्दा हात सिधो हुन्छ हामी बिच बाटो पनि आइपुगेको छैनौँ तर हाम्रो बाइकले धोका दिला जस्तो हामी पानी खाने ब्रेक है पानी खान पनि फाइनली हामी चाहिँ यहाँ कामगाङ आइपुग्यो है यो चाहिँ चम्पादेवी र भस्मेश्वर डाँडाको बिचमा छ यहाँबाट जानुभयो भने चाहिँ तपाईँहरू भस्मेश्वर डाँडा पुग्नुहुन्छ यहाँबाट जानुभयो भने चाहिँ तपाईँहरू चम्पादेवी पुग्नुहुन्छ है बाटो चाहिँ यस्तै छ हेर्नु गाह्रो
भएर आइरहेको छौँ हामी जङ्गलको बिचमा चाहिँ बाटो चाहिँ हेर्नु होला बाटो चाहिँ बाटो त खतरा नै छ हौ बबाल यस्तो लोड्यास हुन्छ अनि बाटो चाहिँ यस्तो छ अब त्यही त हो नि हामी दौडाउँदैछौँ यस उठ्यो Oh my god. हेर्नु होला बाटो oh my god. हेर्नु होला त्यसो बाटो घोडा आयो घोडा आयो चाहिँ हाम्रो सम्झीले सक्नुहुन्छ सम्झी ल गयो गयो भान्जा आउँदै हुनुहुन्छ अब भान्जाको फ्रन्ट ल ए इजी ल भान्जाले इजी लानुभयो इजी राइडर हुन्छ भन्छ ना यस्तो छ है बाटो कति Oh my god. फाइनली हामी आधी बाटो आइपुग्यौँ त्यो चाहिँ बस्नु डाँडा है त्यो चाहिँ तपाईँहरू यो बाटो जानुहुन्छ नि बस्नु जग्गाहरू पुग्नुहुन्छ यसो सकिरहेको कति हेलो तिम्रो मारा मुटाइ यहाँमा छु राइड यो राइड चाहिँ एकदम बवाल भइरहेछ जो यहाँ चुनाव चिन्हमा तपाईँको राइडरसँग छ त बवाल छ त अरू राइडर चाहिँ यही हो है राइडर मेन भने ऊ नै हो यहाँ 3-4 चोटि एक्लै बाइकमा आइसक्यो यहाँ चम्पादेवीमा ल जाउँ ल चम्पादेवी नमस्ते आज हामी यता चम्पादेवी आइपुगेका छौँ हामी सबैजनाले बाइक असम्भव थियो तर हामीले सम्भव बनायौँ बाटो एकदमै कठिन थियो कठिन यात्रा हुँदा पनि हामी जुन हाम्रो चम्पादेवी माईको रक्षाले चाहिँ हामी यहाँसम्म आइपुगेका छौँ आज चाहिँ हामी सबैजना साथीभाइहरू हामी अब युथ अगाडि बढ्नुपर्छ क्या हामी युथ अगाडि बढेर हामीले हाम्रो समाज परिवर्तन गर्न सक्छौँ हामीले समाज परिवर्तन भयो भने हाम्रो समुदायपछि चाहिँ नि हाम्रो राष्ट्र परिवर्तन हुन्छ त्यही प्रण लिएर चाहिँ हामी सबैजना अहिले चाहिँ एकजुट हुँदैछौँ हामी मात्र होइन अरूलाई पनि एकजुट बनाउँछौँ जसको परिणाम चाहिँ हामीले कुनै कुरा सिक्यो भने अरूले पनि सिकेको गरोस् कि हामीले जुन सिकेको कुरा हामी
मैले मात्र जानेर म मात्र ठुलो बन्न चाहन्न कि हामी यो कुरा चाहिँ सबैले सिकाउन चाहन्छौँ त्यही ल हामी आज एकदमै एक्साइटेड पनि छौँ हामीले एडभेन्चर पनि पार गरेर आएको छौँ चम्पादेवी माइती जय चम्पादेवी माइती जय चम्पादेवी माइती जय